एभ्रिवान नमस्ते फेरि पनि स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ दसैँको चौथो दिन हो। हामी चाहिँ फेरि भित्र घरमा मनायौँ भने आज फेरि दाइहरुकोमा जान लागेको साथीहरु टिका लाउन। म सँगसँगै यहाँ बहिनी पनि छ रेडी। खास गरी हामी अघि नै गएको यहाँ सामान बिर्सेर फर्केर आएको बहिनी र म। अनि त्यही भएर हामीले साइकलमा जान लागेको। साथीहरु चाहिँ हिँड्दै जाँदैछ। आजको हाम्रो भ्लग कस्तो हुन्छ हेर्नु। इफ हालिहाल्यो भने अनि अब चाहिँ हामी जानको लागि रेडी साथीहरु। अब चाहिँ तपाईहरुलाई दाइहरुकोमा पुगेपछि देखाउँछु। बाइ बाइ। बहिनी गेटिङ रेडी। बहिनी चाहिँ यहाँ कसैले रेडी पार्दैछ। ओइ झाडीस भन्दा गयो नि फेरि सलेर। अनि यहाँ छ मेरो साइकल। अच्छा बहिनी अब चाहिँ हामी जान लागेको साथीहरुलाई भेट्छौँ त्यही। अब त्यहाँ गएपछि भेटौँला। बाइ बाइ। फाइनली हामी चाहिँ आइपुगिसक्यौँ। सेवारो दाइ माफी चाहन्छौँ हामी। सेवारो दाइलाई हातमा खान्छौँ। सेवारो दाइ यहाँ कुकिङ हुँदो रहेछ। सेवारो दाइ राख्नु छिटो। साथीहरू यहाँ कुकिङ हाल्नु पर्छ। हेलो दिदी। सेवारो वेलकम टु आवर भाइ। नमस्ते सेवारो दाइ। साथीहरू अब कुक हाल्नु थालेछ। हामी साइकल आएको। सेवारो आबु दसैँको के छ अनि हाल खबर? ला लाइन गयो त नि। अब यता को भन्नुहुन्छ? हामी चाहिँ भर्खर आएको। को यहाँ चाहिँ फेरि यस्तो पनि रहेछ पर्क पाकेर खाने। यो त कति लामो लामो नि। अब यति के पाक्दैछ खै अब देखाउँ यता बस्नुहोस्। यो चाहिँ एक खाने रहेछ। दाइहरुले यहाँ पुला बनाउँदै हुनुहुन्छ। सुमन दाइ खोइ कस्तो हुँदैछ देखाउनु त। यस्तो यहाँ चाहिँ यस्तो यो बिफोर आफ्टर यहाँ कस्तो छ देखाउनु न एकचोटि। दामी खै यस्तो धुवा एक प्रोसेसमै रहेछ है साथीहरू। यहाँ चाहिँ फेरि पुलाउ दाइ त्यो पनि पुलाउ हो। पुलाउ अब म अचार बनाउनु गएँ साथीहरू। यो चाहिँ अब भरे देखाउँछु आफ्टर तपाईँहरूलाई। रेडी ग्लास दिदी ए म त यो भाडा लिन आएको। कस्तो भाडा लिन आएको साथीहरू। भुसुक्कै बिर्सेछु। अब म यो धेरै अचार बनाइहाल्छु। दिदीले सबै गर्नुभएको हो। लाइन गरेर फेरि कस्तो लाइन भन्दा नि बेसी तपाईँले भात दिनु भयो नि दाइ। लाइन पनि लाग्छ र विदेशमा लाइन चाहिँ गएको होइन स्विच डाउन भएको नि स्विच गरेको नि। Sakatte, niillä olisi paljonkin. Äiti, lyssy. Jaasas trevat. दिदीले नाच्दै पुला बनाउँदै हुनुहुन्छ भने आजको भिडियोमा देखिरहेको दिदी र म मात्रै हो। किनभने अब कोही आउँदैन हामी अब चाहिँ म अचार बनाउनु गइरहेको। जुस खाँदै लागि अब चाहिँ म अचार बनाउनु लागि फर्स्टमा हाल्दैछु प्याज। ढङ्ग छैन झरेको एकचोटि प्याज बनाउनु बनाऊ। अब हाम्रो गइरहेको छ आलु। आलु पछाडि झुम्बा गाजर काटिसकेको। अनि यहाँ छ अकबरी खोर्सानी र काँक्रा छ साथीहरू। जयन्ती मङ्गलकाली भद्रकाली हाई दाइ भने सम्झेर के भन्नु चाहनुहुन्छ हाम्रो हामीलाई धेरै सम्झिरहेको छौँ। जो चाहिँ यहाँ हुनुहुन्छ नेपाल गइरहेको दाइहरूलाई पनि सम्झिरहेको गाजर। अब चाहिँ म तपाईँहरूलाई डाइरेक्ट यहाँ बनाइसकेपछि कस्तो बन्यो भनेर देखाउँछु। लिम्बू प्रेम बनाइसकेँ। हेर्दा नमिठो नराम्रो मिठो छ।
हामी चाहिँ अब टिका लगाउन सुरु साथीहरू हाम्रो दाईबाट सुरु गरेको छ हाम्रो दाई टिका अलिकति दाई कृष्ण दाई ऊ परको ज्याकेट छ तानो तानो खोइ कहाँको तिम्रो माथि थियो बहिनी चाहिँ भाग्यमानी हुनु है स्वाति सरकार जोक से पहिला या के में र नारायणपट्टि बेले आउँछ संगत यसो के रे आशीर्वाद दिने आशीर्वाद त धेरै भएन आशीर्वाद दिनु पर्यो दिदी दाई टिका लगाइदिनु दिदी आशीर्वाद दिनु लु टिका सुरु भएको छैन छिटो छिटो पैसा कमाएर बिहे गरिहाल्नु फेरि बुढी कन्ने हुन्छ हौ दाइलाई लगाइदिएको रहेछौ दाइलाई पनि आशीर्वाद दिदी हैन दिदी यता दाइ दाइबाट लाउने हो क्या उता भाइबाट लाउने हो लु यो कपाल चाहिँ काट्नु पर्यो पैसा कमाएर कति वर्ष पुग्यो खै त टोपी चाहिँ थोरै थोरै अब लु लु ज्ञानी हुनु अर्को चोटि जाँदा चाहिँ बिहा गरेर आऊ यतैकै लाउने खोज्नु सबैलाई माइती बनाएपछि त कहाँ हेर्छ त हौ अनि मन पराउँछु भन्नेहरूलाई पनि अनि बाल दिँदैनौ अलि बाल दिने काम कसैले मन पराउँछु पनि भनेको छैन अहिलेसम्म त भन्छ नि अनि ऊ अब लजाएर भुतुकै हुन्छ रिसाउँछन् त्यस्तो नगर है निसाइतिकै बुढी पर्ने हुन्छ आशीर्वाद यता दिनु मन लाग्थ्यो नि निर्जलालाई त हो त स्वीकार हेर केटी हो फेरि बुढी पर्ने हुन्छ सेवा हुँदैन यस्तो छेकी चाहिँ हामी त थाप्नु पनि हुँदैन अनि चाहिँ हामी यहाँ खाजा खान रेडी हुँदैछौँ सबैजना होइन यो अर्को जो मसँग भन्दा नि अब हामीले खाना सुरु गरेको यहाँ अब के हो बाजे दिदी काटा छ नि काँटाको कतिजना पुगेन भन्न अब मलाई पुगेन बियर पो दियो समीरलाई अनि उहाँहरु उहाँहरुलाई दिनु ह्यापी दशैं ह्यापी दशैं One eternity later. सबैले आइसक्यो हो बहिनीहरुलाई राख्न बाँकी कति रेडी मन लाग्दैन के त्यही भएर साथीहरू अब यो चाहिँ हाम्रो दसैँको भन्दा भन्दै दसैँको अन्तिम दिन साथीहरू अब यो यति डान्स गर्दा गर्दै दाइहरूसँग हाम्रो आजको भिडियो कस्तो भयो होला छोटो मिठो किनभने धेरै भिडियो बनाउन पाएन अन्त खानासाना खायो गफसफ गर्यो त्यति भन्दै हाम्रो भिडियो कस्तो भयो हाम्रो माइती दाइहरूसँग माइती राजाहरूसँगको आज हाम्रो दसैँ यस्तो भयो भन्दै बाई बाई।